सो इमेजिन एक दिन तिमीले थाहा पाउँछौ कि तिम्रो गर्लफ्रेन्ड मोन्स्टर हो। तिमीले के गर्छौ? आज हामी एउटा कोरियन मान्वा कभर गर्ने छौ। मान्वा भनेको कोरियामा बन्ने, मांगा भनेको जापानमा बन्ने। स्टोरी स्टार्ट हुन्छ नरेटरको नरेसनको साथ। नरेटरले भन्छ, काश म समयलाई पछाडि गर्न सकेको भए, काश म त्यो दिनमा जान सकेको भए। हामीले मेन क्यारेक्टरलाई हेर्छौं, उसको नाम जियो हो। जियोले फोन गरेर सोध्छ, मियो कहाँ हो तिमी? फेरि नरेटर से, म त्यो दिनमा जान सकेको भए। फेरि हामीले मियोलाई हेर्छौं, उसले भन्छे, सरी मलाई ढिलो भयो, म बाटो काट्छु। नरेटर से, मैले आफ्नो गर्लफ्रेन्डको बारेमा केही थाहा पाए। मियो से, सरी मैले तिमीलाई धेरै बेर कुराए, आज म धेरै बेर सुतेको थिएँ। देन नरेटर से, मैले त्यो कहिले नि हुन दिन्थेन। फेरि हामी हेर्छौं मियोलाई कारले हानिदियो। देन वी सी जियो फेस इज स्टक। जियो दौडिँदै आउँछ, मियो के भयो? मियो मियो भन्न थाल्छ। देन एम्बुलेन्स आउँछ, एम्बुलेन्सले मियोलाई लिएर जान्छ। जियो टेन्सनमा हुन्छ। अनि डाक्टरले भन्छ, डराउनु पर्दैन। जियोले भन्छ, के भन्नुभएको? डाक्टर से, तपाईले भन्नुभएको उहाँलाई भ्यानले हानेको। नर्मली यस्तो एक्सिडेन्टमा बोन्स क्र्याक हुन्छ नै, तर उहाँको स्क्यान गर्दा त्यस्तो केही पनि भएको छैन। एउटा सिंगल बोन्स क्र्याक भएको छैन, तर उहाँलाई पीटीएसडी ले गर्दा एक दिन बस्नु पर्छ। तर उहाँ डराउनु भयो होला, तपाई उहाँसँग गएर बसिदिनु होला। नर्स उहाँलाई कहाँ उहाँ हुनुहुन्छ त्यहाँ लिएर जानु, मसँग आउनु होला। जियोले नर्सलाई सोध्छ, उहाँ ठीक हुनुहुन्छ? नर्सले, सरप्राइजिङली उहाँ एकदम ठीक हुनुहुन्छ। हेरेर लाग्छ यो सानो एक्सिडेन्ट थियो, तर उहाँ डराउनु भयो होला। जियोले सोध्छ, तर मैले आफ्नो आँखाले हेरेको यो सानो एक्सिडेन्ट थिएन। नर्सले भन्छ, सर तपाईँ धेरै डराउनु पर्दैन, यो सानो एक्सिडेन्ट हो। यो रुम उहाँको हो, तपाईँ उहाँसँगै बस्नु होला। रुम नम्बर 603 हो। उहाँलाई पीटीएसडी गर्दा एक दिन यहाँ बस्नुपर्छ। फेरि जियोले भन्छ, थ्याङ्क यू म्याम। जियोले रुमको ढोका खोल्छ अनि भित्र आउँछ, अनि उसको अगाडि मियो बसिरहेको हुन्छ। जियोले भन्छ, मियो? मियोले भन्छ, जियो हेर त म एकदम ठिक छु, क्यान यु बिलिभ इट? फेरि जियोले सोध्छ, कसरी? यत्रो ठुलो एक्सिडेन्ट हुँदा नि ऊ कसरी ठिक छ? तर ऊ रुँदै आउँछ अनि जियोलाई गले लगाएर भन्छ, थ्याङ्क यू, थ्याङ्क गड तिमी ठिक छौ। थ्याङ्क यू सो मच फर द बिगिनिङ, आई लभ यू मियो। अनि मियो पनि रुन थाल्छन्, म ठिक छु जियो, थ्याङ्क यू तिमीलाई नि। अनि उनीहरू दुईजना हक गर्छन्। सिन शिफ्ट हुन्छ। देन हामी रातिको सिन हेर्छौँ। राति हामी हेर्छौँ जियोले स्याउ छिलिरहेको हुन्छ। अनि मियोले भन्छ, तिमी भोलि कलेज जानु पर्ने होला, तिम्रो ट्रेन छुट्छ, तिमी आज नै जाऊ। उसले भन्दा भन्दा जियोले मुखमा स्याउ खुवाइदिन्छ। फेरि जियोले भन्छ, मेरो बिहानको क्लास हो, म बिहानै निस्किन्छु। फेरि मियोले भन्छ, तिमी आजै जाऊ, तर मलाई एउटा स्याउ खाइदेऊ। फेरि जियोले भन्छ, ठिक छ, आई एम रियली गोइङ। फेरि मियोले जियोको हात समात्छे। जियोलाई भन्छन्, थ्याङ्क यू जियो, बाई द वे तिमीले मेरो मोबाइल हेरेको थियो? अनि जियोले भन्छ, तिम्रो सेलफोन? मैले त हेरेँ होइन, सायद त्यो एक्सिडेन्टमा कतै खस्यो होला। फेरि मियोले भन्छन्, त्यतै खसेर मेबी। फेरि जियोले भन्छ, ल म त्यो क्र्यास भएको ठाउँमा गएर हेर्छु। फेरि मियोले भन्छ, पर्दैन तिमी जाऊ, म नयाँ सेलफोन लिने सोचि नै रहेको छु। ओके म घर जान्छु। बाई बाई गर्छन्, दुईजना निस्किन्छन्। फेरि जियो बाहिर निस्किँदा त्यो एम्बुलेन्स ड्राइभरलाई हेर्छ, यो बिहानको प्यारामेडिक होइन? अनि फेरि जियोले भन्छ, द्याट्स मियो फोन, उसको हातमा मियोको फोन छ। अनि जियोले उहाँलाई भन्छ, सर तपाईँको थ्याङ्क यू, तपाईँले गर्दा आज मेरो गर्लफ्रेन्ड ठिक हुनुहुन्छ। अनि फेरि त्यो प्यारामेडिकले भन्छ, केही भएन, हजुरको फ्रेन्ड एकदम ठिक हुनुहुन्छ। अनि जियोले भन्छ, उहाँ एकदम ठिक हुनुहुन्छ, तपाईँको धेरै शुक्रिया। फेरि त्यो प्यारामेडिक भन्छ, केही भएन, उहाँ ठिक हुनुहुन्छ त ठिक छ, मैले त्यो क्र्यास भएको ठाउँमा भेटेको, म यहीँ दिन आइरहेको थिएँ, तपाईँ भेट्नु उहाँलाई दिइदिनु होला। फेरि जियोले भन्छ, मियोलाई मोबाइल चाहिन्छ होला, म दिएर आउँछु। अनि जियो रुममा जान्छ। फेरि उसले हेर्छ रुममा कोही पनि छैन, पुरै रुम खाली छ। फेरि उसले विन्डोबाट हेर्छ। अनि नरेटरले भन्छ, काश त्यो दिन मैले बाहिर नहेरेको भए। जियोले बाहिर हेरेर भन्छ, ऊ बाहिर गइसके, मलाई सरप्राइज गर्न खोजेको। ऊ कहाँ गयो होला? ऊ तल आउँछ, हेर्न थाल्छ, कता गएको छ ऊ? जियोले हस्पिटलको ब्याकयार्डमा हेर्छ। अनि उसले के भन्छ, तिमी यहाँ छौ? मियोले एउटा नर्सलाई खाइरहेको हुन्छ, उसको मुखबाट टेन्टिकल्स निस्किरहेको हुन्छ। जियो उसलाई हेरेर सक हुन्छ, पुरै खुनको छिट्टा सबैतिर हुन्छ। डरले ऊ काप्न थाल्छ। हामी हेर्छौँ मियोले त्यो नर्सलाई खाइसक्यो, एक्चुअल खाएको रहेनछ, उसको खुन चुसिसक्यो। फेरि ऊ नर्मल हुन्छ। अनि नरेटर भन्छ, त्यो दिन अनि मियोको टाउको आदि घुम्छ।
अनि नरेटरले भन्छ काश मैले आफ्नो गर्लफ्रेन्डको बारेमा त्यो चिज थाहा नपाएको भए। हामी हेर्छौँ जियो एक साइडमा लुकेर मुख बन्द गरेर चुपचाप बसे अनि उसको पछाडि मियो अनि मियोले आधी टाउको घुमाएर हेर्न खोज्छ को छ यहाँ। अनि फेरि मियो अलि अगाडि आउँछ अनि भा गर्छ तर जियो त्यहाँबाट गइसकेको हुन्छ। फेरि मोन्स्टर मियोले भन्छ यो अजिब छ, मैले कसैलाई हेरेको जस्तो लाहा, मैले कसैको स्मेल सुनेको। फेरि हामी जियोको अपार्टमेन्टमा आउँछौँ। फेरि जियोले डराउँदै डराउँदै हाँप्दै भन्छ त्यो के थियो? मियोले एउटा मान्छेलाई खायो, मियो मोन्स्टर हो। फेरि जियोलाई बमिट आउला जस्तो हुन्छ, उसले बमिट गरिदिन्छ। जियो चुप्लाएर बसे सोचिरह यो साँचो हुन सक्दैन, मियो मोन्स्टर होइन, यो हुनै सक्दैन, ऊ मेरो गर्लफ्रेन्ड हो, ऊ मेरो गर्लफ्रेन्ड हो, भगवानले गर्दा ऊ मेरो गर्लफ्रेन्ड बनेको। तर मैले आफ्नो आँखाले हेरेको, म के गरम, कसैलाई फोन गरम हेल्पको लागि, कसैले विश्वास गर्छ मेरो माथि। फेरि हामी एकतिर हेर्छौँ 4-5 जना केटाहरू पार्टी गरिरहन्। फेरि त्यही जियोको कल आउँछ। जियोले जसलाई कल गरे उसको साथीले सोध्छ तिम्रो गर्लफ्रेन्डले फोन गरे हो? त्यसले भन्छ नो डुड यो मेरो साथी हो। फेरि उसको साथीले फोन उठाउँछ, उसको नाम सेजिन हो। फेरि जियोले भन्छ सेजिन मलाई तिमीसँग कुरा गर्न हो। अनि फेरि सेजिनले भन्छ के सिरियस कुरा हो? म यहाँ साथीहरूसँग आऊ, तिमी आउन चाहन्छौ भने आऊ। सेजिनले चुरोट निकाल्दै खाँदै भन्छ मलाई भन्नु पर्दैन, तिमीले गर्लफ्रेन्डसँग झगडा गरेको? फेरि सेजिनले भन्छ तिमी यता बारमा फ्रन्ट अफ द क्याम्पस। फेरि जियोले भन्छ त्यस्तो केही भएको होइन, उसँग झगडा परे होइन मेरो, मलाई तिमीसँग हाइपोथेटिकल क्वेसन गर्न हो। फेरि सेजिनले भन्छ हाइपोथेटिकल तिम्रो गर्लफ्रेन्डको बारेमा? तिमी पहिलोचोटि मलाई यस्तो कुरा भनेको होइन। फेरि जियोले भन्छ के गर्थ्यो तिम्रो गर्लफ्रेन्ड मोन्स्टर भएको भए, त्यो क्युट मोन्स्टर भएको भए के गर्थ्यो तिमी? फेरि जियोले भन्छ छोडिदेऊ आई एम ह्याङ्गिङ अप। फेरि सेरिनले भन्छ एकछिन रोक, यदि मेरो गर्लफ्रेन्ड मोन्स्टर भएको भए मैले उसलाई मन पराउँथे, तर मलाई थाहा छैन तिम्रो र तिम्रो गर्लफ्रेन्डको के भएको। तर मेरो गर्लफ्रेन्ड मोन्स्टर भएको भए अनि ऊ क्युट भएको भए म उसँग बस्थे, म उसलाई लिएर बाहिर कतै जान्थे वर्षौको लागि, बिकज ऊ मेरो गर्लफ्रेन्ड हो। म उसलाई ठिक गर्न खोज्थे, उसलाई के भएको, तिम्रो र तिम्रो गर्लफ्रेन्डको के भएको मलाई थाहा भएन। यदि तिमी खाली छ भने आऊ हामीसँग पार्टी गर्न सक्छौ, हामी एउटा पार्टी गरौँला। फेरि जियोले भन्छ थ्याङ्क यू सेजिन, म ठिक छु, म बिस्तारै आफै ठिक हुन्छ, के भयो म त्यसको बारेमा हेर्छु। फेरि सेजिङले भन्छ ल हामी भोलि लन्चमा भेटौँला। जियोले भन्छ स्योर भोलि भेटौँला, बाई बाई। अब फेरि जियो पल्टेर सोध्छ म के सोचिरहेको थिएँ, उसले के सोध्छ उसको छुट्टै माइन्ड सेट छ। फेरि उसले भन्छ यो नचाहिँदो कुरा हो, उसलाई लिएर वर्षसम्म बाहिर जाने यो बकवास कुरा हो। अब उसले भन्छ मेरो लास्ट अप्सन हो उसलाई छोडिदिने, म अब उसँग आफ्नो रिलेसन तोड्छु, यो मात्र मेरो एउटा अप्सन। फेरि जियोले आफ्नो ब्रेनमा सोच्न थाल्छ, उसको छेउमा मियो छ। उसले भन्छ तिमी मसँग ब्रेकअप गर्ने, म तिमीलाई मारिदिन्छु। फेरि जियोको आँखा खोल्छ, यदि मैले उसँग ब्रेकअप गरेँ भने उसले मलाई जिउँदो छोड्दैन, अब म के गरम, के म मिलिट्री सर्भिसमा जाम? यदि ऊ मोन्स्टर हो भने ऊ मसँग किन बसिरह, के रिजनले मसँग बसिरह? फेरि उसले उसको मोबाइल हेर्छ, फेरि उसले मियोको मोबाइल हेर्छ, सायद मैले उसको मोबाइलमा केही एन्सर पाउन सक्छु। उसले अलि टाइम अगाडि उसको मोबाइलमा उसको लक पासवर्ड हेरिसके रहेछ। मैले कहिले सोचेको थिएन कि उसको मोबाइल कहिले म खोलेर हेर्छु, सायदै मैले केही उसको मोबाइलमा पाम्ला। यहाँ त केही त्यस्तो हेर्ने छैन, फोटो, फोन नम्बर, सर्च हिस्ट्री एभ्रिथिङ लुक नर्मल। तर उसको नोटमा के लेख्यो होला? फेरि उसले उसको नोट्स खोल्छ, ऊ घबराएर मोबाइल फाल्छ। उसले भन्छ फक यो के थियो, What is that? So guys, यदि तिमीहरूलाई यो पार्ट राम्रो लाग्यो भने नेक्स्ट पार्ट छिटै ल्याउने छु, कमेन्ट गरेर भन नेक्स्ट